दर्शकवृन्द नमस्कार। हाम्रो युट्युब च्यानलमा स्वागत छ। आजको भिडियोमा मौरी पालनको महत्त्व सम्बन्धी चर्चा गर्नेछौँ। आउनुहोस् आजको विषयवस्तुबाट। मौरी पालनले प्रकृतिको संरक्षण र आम्दानीको स्रोत बढाउँछ। मौरी हाम्रो खेतीको साथी हो, आम्दानीको स्रोत र धर्मको प्रतीक पनि हो। के तपाईलाई थाहा छ, मौरी सानो देखिन्छ तर यो प्रकृतिको एक अत्यन्तै महत्त्वपूर्ण प्राणी हो। यो हाम्रो खेतीबारी, हाम्रो आम्दानी अनि हाम्रो आस्थासँग समेत गहिरो सम्बन्ध राख्दछ। मौरी एउटा सेवामूलक किरा हो। यसको सबैभन्दा ठूलो योगदान भनेको खेतीबालीमा परागसेचन हो। जब मौरी फूलमा घुम्छ, उसले बोटबिरुवाहरूमा फल लगाउन सहयोग पुर्याउँदछ। फलस्वरूप किसानको उत्पादन धेरै हुन्छ र त्यसबाट आउने आम्दानी पनि दोब्बर हुन्छ। मौरी पालन केवल परागसेचन मात्र होइन, आम्दानीको पनि ठूलो स्रोत हो। एक स्वस्थ मौरी घरबाट हामी धेरै चीजहरू प्राप्त गर्न सक्दछौँ, जस्तै मह प्राकृतिक औषधि र मिष्ठान्नको स्रोत हो। मौरीको विष पनि औषधिजन्य उपयोगको लागि महत्त्वपूर्ण छ। मौरीको मैन, यो मैनबत्ती, औषधि र सौन्दर्यहरू सामग्रीहरू बनाउनको निम्ति प्रयोग हुन्छ। कुट यस्तो चिज हो जसले पौष्टिक आहार, शरीर बलियो बनाउन ठूलो महत्त्वपूर्ण भूमिका खेल्दछ। के तपाईलाई थाहा छ, मह र मैन हाम्रो धार्मिक संस्कारहरूमा समेत प्रयोग गरिन्छ। मन्दिरमा मैनबत्ती बाल्दा वा हवनमा मह चढाउँदा मौरीको योगदानलाई हामी श्रद्धाका साथ सम्झन्छौँ। यसले मौरी पालनलाई धार्मिक दृष्टिकोणले पनि पवित्र बनाउँदछ। मौरीहरू बिनाको संसार कल्पना गर्नुस् त कस्तो हुन्छ। न बोटबिरुवाहरूमा फूल फुल्ने थिए, न फल लाग्ने थिए। यसैले मौरी पालन गर्नु भनेको केवल आम्दानी मात्र होइन, प्रकृति जोगाउनु पनि हो। यो भविष्यका पुस्ताको लागि गरिएको लगानी पनि हो। मौरी पालन सुरु गर्न धेरै ठूलो लगानी चाहिँदैन। केही सामान्य सामग्रीहरू मात्रै भए पर्याप्त हुन्छ। मौरी घर, सुरक्षात्मक पोशाक, धुवा दिने उपकरण, अनुभव र धैर्यता, यति भएपछि तपाई पनि घरको छतदेखि खेतबारीसम्म मौरी पालन गरेर आम्दानी गर्न सक्नुहुनेछ। नेपालका सयौं किसानहरू आज मौरी पालनबाट आत्मनिर्भर बनेका छन्। कम खर्चमा बढी आम्दानी हुने यो व्यवसायले हाम्रो गाउँघरमा रोजगारी पनि सिर्जना गरिरहेको छ। हुन त मौरी सानो हो, तर यसको काम विशाल छ। यसले खेतीलाई फलाउँछ, मानिसलाई आम्दानी दिन्छ र हाम्रो धर्म र प्रकृतिलाई पनि बचाउँछ। आउनुहोस् मौरी पालनलाई बढावा दिउँ, हाम्रो खेत, आम्दानी र संस्कृतिको जगेर्ना गरौँ। मौरीलाई यसरी पाल्यौं भने हाम्रो भविष्य उज्जवल हुनेछ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्नु नबिर्सिनुहोला। नयाँ साथीहरू भए मेरो च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला। हवस् त, नमस्ते, जय मौरी।